हेलो फ्रेन्ड, आज हामी जाँदैछौँ नेपालगञ्जदेखि लखनऊसम्मको टुरमा। हाम्रो यता हेमा मिस पनि हुनुहुन्छ। खै मिस यता हेर्नुहोस् त। अनि तपाईँले कस्तो लागिरहेछ अहिले? धेरै रिस उठिरहेको। किन? हुन त हो क्या अरे, अब हाम्रो चाहिँ हल्का ढिलो टाइम भएर। ल हेमा, मनी सर, लुक एट हियर। महेश्वरी म्याम, लुक एट हियर। अनि त्यसपछि हामीहरू लुलु मलमा गयौँ। एकछिन हामी त्यहाँ घुम्यौँ सबै ठाउँहरू। हाम्रो सरले त्यहाँबाट पर्फ्युम पनि किन्नुभयो। अनि हामी त्यहाँ सबै सामानहरू हेर्दै, म त केही सामान पनि त्यहाँ किन्न पाएन, खालि घुमेँ मात्रै। अनि त्यसपछि हामीहरू त्यहाँबाट फर्क्यौँ। अनि हाम्रो सर र म्यामको जोडी कस्तो राम्रो छ, कस्तो सुन्दर, बेस्ट कपाल। कसैको नजर नलागोस् हाम्रो सर र म्यामलाई। हामी यस्तो घाममा घुम्नको लागि आएको छौँ गाइज। म त केही देखिरहेको छैन यो क्यामेरामा पनि। कहाँ छ क्यामेरा, कहाँ मान्छे छन्? यो ठाउँको नाम हो अम्बेडकर पार्क। यो लखनऊ इन्डियामा पर्छ। यो कस्तो राम्रो, कस्तो सुन्दर छ। यहाँ हात्तीहरूको स्ट्याचुहरू रहेको पाइन्छ। तपाईहरू यो ठाउँ अवश्य आउनु होला। एकदम शान्त र यहाँ फोटोहरू भिडियोहरू सुट गर्नको लागि एकदम राम्रो ठाउँ छ। के भयो? मैले भनेको खुसी लाग्यो। उहाँ चाहिँ एकदम राम्रो मान्छे हुनुहुन्छ, एकदम फ्रेन्डली हुनुहुन्छ। उहाँले आज यो लस्सी पनि खुवाउँदै हुनुहुन्छ। मलाई घामले गर्दा थकाइ लाग्यो, अनि अब लस्सी खान मन लाग्यो। अनि त्यसपछि हामीहरू पार्कमा आयौँ। त्यहाँ पार्कमा यस्तो डेन्जर स्नेकहरू थियो मिररको भित्र। अनि मलाई त त्यो हेर्दै डर लाग्यो। अनि त्यहाँ कस्तो क्युट ट्रेन पनि, वाउ, त्यसमा बसेर त्यहाँ पार्कहरू घुम्न सक्नुहुन्छ। अनि त्यहाँ भालुहरू पनि थियो, हेर्दै डर लाग्ने। त्यहाँ जिराफहरू पनि थिए त्यस पार्कमा। अनि त्यहाँ धेरै बाघहरू पनि थिए। अनि हाम्रो दसैँको लखनऊ घुम्न आएको ट्रिप पनि आज यहीँ सकिन्छ। हजुरहरू पनि लखनऊ घुम्न चाहनुहुन्छ भने यसै गरी यस्ता राम्रो राम्रो ठाउँहरू घुम्न सक्नुहुन्छ। त्यसैले मेरो यो भ्लग यहीँ सकिन्छ। बाई बाई, सी यू माई फ्रेन्ड।